के तपाईँहरू आफ्नो कक्षा शिक्षणलाई अझ रोचक ढङ्गले प्रस्तुत गर्न चाहनुहुन्छ? तपाईँले शिक्षण गर्ने क्रममा विद्यार्थीले नबुझिरहेको र बोरिङ त फिल गरेको छैन? त्यसो भए आउनुहोस् आज एउटा उपयोगी टुल्सको बारेमा छलफल गर्नेछौँ हामी। र त्यो टुल्सको नाम हो नोटबुक एलएम। र यसबाट चाहिँ हामी स्लाइड बनाउन सक्छौँ, पोस्टकार्ड बनाउन सक्छौँ, भिडियो, क्विज, माइन्ड म्याप र अन्य धेरै उपयोगी सामग्रीहरू बनाउन सक्छौँ। त्यसको लागि सर्वप्रथम जुनसुकै वेब ब्राउजर ओपन गर्नुहोला र त्यसमा गएर सर्च गर्नुहोला नोटबुक एलएम। र यसरी नोटबुक एलएमको इन्टरफेस खोलिसकेपछि त्यसलाई साइन अप गर्नुहोला र यहाँनिर गएर ट्राई जेमिनाई नोटबुक एलएममा थिच्नुहोला। यसरी यसको इन्टरफेस खोल्नेछ र यो हो नोटबुक एलएमको इन्टरफेस। अब यसमा गएर सर्वप्रथम तपाईँहरूले क्रिएट न्यूमा जानुहोला र त्यसलाई आवश्यक पर्ने पीडीएफ फाइल दिनुहोला। तपाईँ कति कक्षाको कुन सब्जेक्टको कुन टपिकमा बनाउँदै हुनुहुन्छ यहाँ क्रिएट नोटबुकमा जानुहोस्। मैले चाहिँ यहाँ अलरेडी यहाँ दिइसकेको छु कामहरू र जस्तै यसको आउटपुट कस्तो बन्छ भन्दाखेरि यहाँ हेर्न सकिन्छ। यसरी क्रिएट नोटबुक गरिसकेपछि यहाँ एड सोर्समा पीडीएफ दिनुहोला र त्यो पीडीएफ दिइसकेपछि यता दाहिनेपट्टि स्टुडियोभित्र देख्न सक्नुहुन्छ तपाईँले अडियो, स्लाइड, भिडियो, माइन्ड म्याप, रिपोर्ट्स, फ्ल्यास कार्ड, क्विज, इन्फोग्राफ्स, डाटा टेबल र तपाईँले यसलाई नेपाली भाषामा चाहनुहुन्छ भने सेटिङमा गएर चाहिँ आउटपुट ल्याङ्ग्वेजमा नेपाली छान्नुहोला। र मैले यहाँ अलरेडी बनाइसकेको छु। जस्तै यहाँ हेरौँ, यो चाहिँ अडियो हो, पोस्टकार्ड। अडियो, त्यसै गरी स्लाइड चाहिँ यस्तो बनाएर दिने गर्छ यसले। यो भिडियो भयो। स्वागत छ। आधुनिक युगमा नि डाटा भनेकै सबैभन्दा ठूलो शक्ति हो, तर यसलाई सही तरिकाले सम्हाल्न जानिएन भने यो शक्ति नै एउटा ठूलो गर्दछ। थोरै टाइम लाग्छ नेट स्लो भएको बेलामा चाहिँ। हुन्छन् नि एकदमै। कतै कसैको डेलिभरी ठेगाना फेरिन्छ, कतै कसैको पेमेन्ट क्यान्सल हुन्छ, अनि कतै नयाँ सामान स्टकमा थपिन्छ। हो, तैपनि 93.9% समय स्लाइड हामीलाई आवश्यक पर्ने स्लाइडहरू बनाएर दिने गर्दछ। देख्न सक्नुहुन्छ तपाईँहरूले नेट अलि स्लो हुँदाखेरि टाइम लाग्छ र यसको लागि चाहिँ नेट चाहिँ फास्ट चाहिन्छ है त। यसरी तपाईँहरूले स्लाइड, भिडियो, त्यसै गरी अडियो, पोस्टकार्ड